आज हामी स्याङ्जा जिल्ला गल्याङ नगरपालिका वडा नम्बर कति भाउ वडा नम्बर 1 यति छ वडा नम्बर 1 यो श्री काली गण्डकी ज्ञान विज्ञान प्रतिष्ठान महालिङ्ग धाम मा आएका छौं। यहाँ उतापट्टि यो प्राकृतिक हस्पिटल बन्दैछ हैन प्राकृतिक हस्पिटल बन्दै चैतन्य गुरु कृष्ण चैतन्य गुरुले हामीलाई जानकारी गराउनु हो माथि जानकारी लियौं त्यहाँबाट यहाँ आइसकेपछि उहाँ गुरुहरुले जानकारी गराउनु हो 108 धारा यहाँ निर्माण हुँदै रहेछ हैन शंख पारिपट्टि यहाँ माथिपट्टि यो यसरी निर्माण गरिएको रहेछ गुफा मूर्ति सबै कुरा यहाँ धेरै कुरा रहेछ। हामी छोटो समय भएको हुनाले सबै कुरा अवलोकन गर्न अलि पाएका छैनौं। हामी छोटो समय गर्यौं। यस्तै गरी रम्बा गाउँपालिका 1 हुगी पाल्पा पारिपट्टि पर्छ यहाँ बीचमा गण्डकी यसको पारिपट्टि यो हुगी पसेर्दी तल होला हैन पसेर्दी तल पसेर्दीमा गुरुकुल यसरी यहाँहरुले देख्न सक्नुहुन्छ। यहाँको गुरुकुल चाहिँ पारिपट्टि सञ्चालन भएको रहेछ त्यहाँ पारिपट्टि यो गुरुकुलको भवनहरु हो। यसरी रमाइलो ठाउँ यो गंगाजी को नजिक छौं हामी यतापट्टि गंगाको वारीपारी यहाँ पारिपट्टि गुरुकुल यतापट्टि यो काली गण्डकी ज्ञान विज्ञान प्रतिष्ठान रमाइलो ठाउँ पवित्र ठाउँ यो धाममा आउँदा आफैलाई भाग्यमानी ठानिरहेका छौं हामी। त्यहाँ सरहरूले नदी उत्तरतिर बगिरहेको नदी कृष्ण गण्डकी हैन। अब गुरुले माथि जानकारी पनि गराउनु हो। मैले यहाँहरुले मेरो पोखरबोटे माइलो मेरो युट्युब च्यानलमा पनि उहाँको मैले रेकर्ड गरिसकेको छु त्यो पनि यहाँहरुले हेर्न सक्नुहुन्छ। त्यहाँ मेरो स्याङ्जातर्फ काली गण्डकी ज्ञान विज्ञान प्रतिष्ठान तथा अस्पताल अवलोकन गरिसकेपछि अब उत्तर वाहिनी चक्रशिला हामी अगाडि उत्तर वाहिनी चक्रशिला प्रसिद्ध ठाउँ उत्तर वाहिनी चक्रशिलातिर हामी जाँदै छौं। आज धेरै कुरा यहाँ हेरियो यहाँ माथि हेरियो यहाँ आइसकेपछि यहाँ उतापट्टि महादेव पार्वतीको मूर्ति र शिवलिङ्ग 108 शिवलिङ्ग पनि अवलोकन गरियो दर्शन गरिसकेपछि अब हामी उत्तर वाहिनी चक्रशिला हामी अगाडि जाँदै छौं। अब हामी उत्तर वाहिनी यो यता बाबु यता देखाउनु होला काली गण्डकीको तीरमा रहेको यहाँ चक्रशिला यहाँ हामी मा दर्शन गर्दैछौं। यो पवित्र प्रसिद्ध ठाउँ चक्रशिलामा दर्शन गर्दैछौं। यसरी बडो आनन्द आयो दर्शन गरियो। हाम्रो दर्शन गर्ने टिममा अति विष्णु पोखरेल काशी नवीन भाइ हिमप्रसाद त्यसपछि भान्जा हाम्रो विष्णु भान्जा विष्णु पोखरेल यसरी हाम्रो टिम यहाँ आज आइपुगेको छ। हामी असाध्यै यहाँ आउँदा यो बारेमा थोरै बताइदिनु न बाबु हजुरले बताइदिनु माथि गएर बताइदिनु यो चक्रशिलाको बारेमा। यो चक्रशिला चाहिँ पुरानै यहाँका पुर्खाहरूले यहाँ भेटाउनु भएको थियो अनि 2072 सालमा चाहिँ यसलाई माथि मन्दिरमा लान खोज्दाखेरि मान्छेहरू हल्लेर चक्रशिला काटेर अनि मान्छेहरूको हातबाट खस्दा पनि चक्रशिलालाई केही पनि भएन अनि फेरि चक्रशिलालाई चलाउनु हुँदैन भनेर चक्रशिलालाई यही राख्नुभयो। अनि यहाँ चाहिँ ओम लेखेको नातेर बताइनु है अनि यहाँ पनि ओम लेखेको चाहिँ देख्न सक्नुहुन्छ। अनि यहाँ चाहिँ एकचोटिको शिला चाहिँ यो पसिराखेको शिला यतिकै रहँदाखेरि यहाँ माथि नाग आएर बेरिएपछि यहाँ चाहिँ नागको एउटा मूर्ति बनाएर राख्न पर्यो भनेर यो नाग चाहिँ पछि राखेको त्यो कृत्रिम हो माथिको
तलको प्राकृतिक हो। ए ए यो भेटिएको कहाँ हो बाबु? यो भेटेको यही छ, यही यही जो भेटिएको, यसलाई अन्य स्थानमा लान प्रयत्न गरियो गर्दाखेरि मान्छेहरू हल्लिने र शिला तात्ने भएर अनि यहाँ आफै अनिष्टको संकेत देखियो यहाँबाट हटाउनु खोज्दाखेरि। ए ए ल धन्यवाद। यस्तो रहेछ यहाँको बारेमा छोटो जानकारी पनि बाबुले दिनुभयो। बाबुलाई धेरै धेरै धन्यवाद।